हेलो साथीहरु सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। र आजको मिनी ब्लग चाहिँ मेरो हिटर ताप्दै मेरो दिन सुरु हुन्छ। यस्तो जाडोमा हिटर ताप्नुको मजै छुट्टै हुन्छ। हेर्नु न यो प्रविधि पनि कहाँ पुग्यो है। हेर्नु न दाउरा नभएको ठाउँमा हिटर भयो है। प्रविधि र विज्ञानले नि मान्छेले अनेक कुराहरु चाहिँ सिकाउँछ क्या। ल हेर्नु न यो डुप्लिकेट आगोलाई ताप्दै मकै खानुको मजै छुट्टै छ क्या। यो सहर बजारमा चाहिँ यो खालको प्रविधि र विज्ञान नभइदिएको भए चाहिँ जाडो महिनामा चाहिँ साह्रो ठारो गाह्रो हुन्थ्यो होला हो। खैर केही छैन। अब हामी थोरै म्युजिकको कुरा गरौँ है त। हेर्नु न यो गिटार चाहिँ कसरी बजाउने क्या। यसरी गर्दा नि बज्दैन, यसरी गर्दा नि बज्दैन, यसरी हान्दा नि बज्दैन, यसरी गर्दा नि बज्दैन, के गर्ने भयो म चाहिँ एकछिन। तर पनि गोर्खेको छोरो हो, नआए पनि बजाउन चाहिँ म छोड्दिन। हल्का फोनमा हेरेर गरेको त झन्नै बज्नु खोज्यो त। त्यसपछि त मेरो त मन त ओहो। तपाईहरुको लागि भए पनि एक दिन म खतरा गिटार बजाउनु भएर आउँछु ल। त्यसपछि हेर्नु न चिसो मौसममा अझ तातो पानी खादाको त मजै छुट्टै। म कहाँ छु भनेर त हजुरलाई थाहै छ। त्यसपछि म रुम जानलाई तयार परे, म रुम जान्छु। र त साथीहरु हामी अब अर्को भिडियोमा भेट्ने छौं। आजको भिडियो कस्तो लाग्यो, राम्रो लागेमा लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला।